हेलो साथीहरू, यो चाहिँ हामी मुस्ताङबाट पोखरातिर जाँदाखेरि बाटोमा देखिएको दृश्य हो। वरिपरि हिउँले ढाकिएका पहाड र सुन्दर दृश्यहरू देख्दा मनभित्रैबाट आनन्द फिल भयो र आज पहिलोपटक चौरी गाईहरूलाई यति नजिकैबाट हेर्ने मौका मिल्यो। स्थानीयले भने अनुसार यहाँ चौरी गाईहरू प्रायःजसो चाइनाबाट ल्याइँदो रहेछ र हामी अब यस्तै रमाइलो दृश्यहरू हेर्दै पोखरातिर लाग्नेछौँ। चौरी गाईहरू हेर्न आउने अलिअलि मान्छेको भिड पनि देख्न सक्छौँ हामी। यतिकैमा एउटा दाइ चाहिँ नजिकै गएर पुच्छर उचालेर दाइले के भाले कि पोथी भनेर हेर्न खोज्नु भएको होला। तर यो जानेर चाहिँ के गर्नु होला दाइले, यो भाले भए पनि पोथी भए पनि। चौरी गाईहरूले एकछिन हाम्रो बाटो छेक्दाखेरि हामीलाई रमाइलो नै फिल भइरहेको थियो। भिडियो मन परेमा लाइक, सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।